Hi everyone, good morning सेवा नमस्ते आराम छु हजुर पनि आराम हुनुहुन्छ भन्ने आशाको साथमा म भिडियो स्टार्ट गर्दैछु साथीहरू अनि नयाँ हुनुहुन्छ भने मेरो भिडियोमा मेरो च्यानलमा जोइन हुनु होला पुरानो हुनुहुन्छ भने मेरो भिडियो के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला साथीहरू मेरो बुढो भयो भने यो प्लेटफर्ममा चाहिँ म नयाँ हो भर्खर जन्मेको साथी त्यही भएर हजुरहरू साथ सपोर्ट मायाको एकदमै खाँचो छ मलाई म आशावादी छु हजुरहरूले मलाई माया गरिदिनु हुनेछ भनेर अनि मेरो जीवनमा के कस्तो चल्छ मेरो दैनिकी हजुरहरूलाई म देखाउनेछु आज भर्खर उठेको साथीहरू उठेर पनि म एकदमै फ्रेस भएर म भिडियो स्टार्ट गरिरहेछु कुरो त त्यही आउँछ साथीहरू हिजो छुट्टी थियो अच्छा हमको सिखा दिया दैनिकी यहाँको यही हो साथीहरू खाली खानेको कुरा कपडा धुनेको कुरा सुत्नुको कुरा काममा कुद्नुको कुरा त्यो बाहेक अरू केही नै छैन त्यही भएर साथीहरू म चाहिँ अब कपडा धुन लाग्दैछु कपडा धोएपछि फेरि कुरो त्यही आउँछ खानेको कुरा खाने त्यो गर्ने अनि कपडा धोएर चाहिँ म त्यसपछि खाना बनाएर खान्छु साथीहरू यस्तै छ अनि यो हाम्रो हरियाली हराभरा बगैँचा के भन्छ करेसाबारी हेर्नु होला है साथीहरू कस्तो छ मैले खोर्सानी रोपेको कबरे खोर्सानी नेपालबाट ल्याएर बिचरा मरेर पनि धर पाएन फेरि जागेर नयाँ पात बनाएछु साथीहरू आशा छ फलेर फल खान पाइन्छ कि भन्ने आशा छ यसको पनि नयाँ पातहरू पलाउँदैछ यसको पनि पलाउँदैछ यहाँ यस्तो छ साथीहरू अब यहाँ चाहिँ कपडा धुन्छु 2 दिन जति पानी नहालेको होला यो फुलको हालत यस्तो भइरहेछ अब पानी हाल्नु पर्यो फुल्दै गरेको फुल पनि बिचरा त्यस्तो ओइलिए छ सक्यो साथीहरू यो नक्कली यहाँ बसिरहेछ ओके साथीहरू मेरो खाना रेडी भयो यसले मजाले पकायो भनेर सोच्नु हुँदै होला मैले पकाएको होइन है किनेर ल्याएको अच्छा मिठो छ खोर्सानी पनि खाने किराले खाएको दाँत पनि आदि छ सिद्धिँदैन साथीहरू खाएको त भाडा दिनु पर्यो भनेर के भन्नु अन्त मिलेर खाएको पनि भाडा भन्नु होला यो कराई हेरेको ढिलो पकाएर खाएको कराईमा मैले ढिलो पकाएर खाएको अनि त्यो के भन्छ मान्छे साह्रो जाँदै मान्दैन अनि मैले त भनेर भिजेर राखेको थियो अलिकति पर्यो हामीलाई त गएको सिकाउनु साथीहरू तपाईँको हालत त्यस्तै छ अनि छिटो पकाएर छिटो खा छिटो खानु अनि मान्छेको भन्दाखेरि चाहिँ दिमागमा पनि यही माथि पकाउने खाने पकाउने खाने सुक्नु के हो नयाँ केही नहुनु हाम्रो तपाईँहरूको नयाँ हुन्छ कि मेरो त कहिले हुँदैन डेली पका अनि खा पका खा डेली भुजेमा छिटो पका छिटो खा यही मात्रै भनिरहेको हुन्छ होइन हामीले किचनको ढोका लक गर्नुपर्छ साथीहरू
गरेर खोलिन्छ भाडा बोकेर गइन्छ भाग पहिले भाग सब केटीहरू सुतिसक्यो म मात्रै एक्लै घिन्दा गर्दै बसिरहन्छु हे भगवान् कति लाने हो यताको पनि ढुक्का लाने हो लाने अब यता पर्दा पनि लाउनु हो अनि अब फेन पनि बन्द गर्ने हो बत्ती पनि बन्द गर्ने हो अनि अब यस्तै हो साथी सब केटीहरू सुतिसक्यो म एक्लै कन्थन कुन्थुन प्यार गर्दै बसिरहेको छु साथीहरू अब मेरो यस्तै हो यही हो तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला साथीहरू मेरो अघि पनि मैले भने हजुरहरूलाई उमेर म बुढो भयो भने यो प्लेटफर्ममा यो वटीमा चाहिँ म नयाँ जन्मेको मान्छे हुँ र हजुरहरूको माया साथ सपोर्टको धेरै अपेक्षा गरेको छु आशा साथ दिनुहुनेछ भन्दै आजको मेरो छोटो मिनी ब्लग चाहिँ यहीँ बन्द गर्दै साथीहरू अब म त्यही हो सुत्नुतिर जान्छु अनि भरे उठेर फेरि ड्युटी जानुपर्छ नाइट ड्युटी छ साथीहरू स्वस्थ रहनु होला व्यस्त रहनु होला हाँसी खुसी बस्नु होला भन्दै बाई बाई खतरा गेट गर्दैछ साथीहरू को आएको रहेछ हेर्छु ल तमाउ चोर्नी आयो चोर्नी भाइ ताको चोर्नी भाइ ताको चोर्नी भाइ ब्युटिफुल टुडे भेरी ब्युटिफुल से हाई Okay, bye bye. Good night. Bye bye.